नमस्ते नमस्ते सबैजनालाई। हामीहरू अहिले यो दिल्ली रामनगर एकाडेमीबाट दिल्ली भ्रमणको क्रममा रहँदै अहिले हामी बिन्द्रावनको प्रेम मन्दिरमा आइसकेका छौँ। यो प्रेम मन्दिरको गेट हो, यो सेतो उज्यालो देखिएको छ, यो प्रेम मन्दिरको गेट हो। यहाँ चाहिँ प्रेम मन्दिर हेर्न पाइन्छ र प्रेम मन्दिर भित्र छिरिसकेपछि हामी गेटभित्र छिरिसकेपछि यो रथमा कृष्ण भगवान देखिन्छ हैन। वरिपरि गोपिनीहरू गोलेनीहरू देखिन्छ, सबै कुरा गाई बस्तुहरू पनि चराएको बाँसुरी बजाएको सबै कुरा। अलिक पर गयो भने क्यामेराले भ्याएको छैन, अलिक पर गयो भने शेषनागले चाहिँ कृष्ण भगवानलाई राधा कृष्णलाई माथि नचाएको देखिन्छ है। यसै गरी राधा कृष्णहरू यहाँ चाहिँ अब खोलामा नुहाउन जाँदाखेरि यतापट्टि गोपिनीहरूले चाहिँ खेलेको पनि देखिन सकिन्छ, हाँसेको बसेको सबै कुराको स्ट्याचु छ, यहाँ मूर्तिहरू छ, सबै हेर्न पाइन्छ। हजुरहरू पनि आउनु होला। यहाँ हेर्नु त, यो खोलाको किनारमा मजाले गाई चराएको देखिन्छ। यो मूर्तिहरू छन् सेम टु सेम जङ्गलमा, बिन्द्रावनको जङ्गलमा चाहिँ गाई चराएको भन्ने थियो नि त किंवदन्ती अनुसार, त्यो पुरै देख्न सकिन्छ यहाँ है। त्यो कहानी, त्यो कृष्ण कहानी, कृष्ण लीला सबै देख्न सकिन्छ। हजुरहरू पनि आउन सक्नुहुनेछ है। यो चाहिँ बिन्द्रावनको प्रेम मन्दिर हो। यसमा चाहिँ यसरी गाईहरू मजाले चरेका छन्, शेषनागहरू पनि छन्। शेषनागले चाहिँ राधा कृष्णलाई नचाएको देखिन्छ शिरमा राखेर हैन। अलिक पर, हाम्रो त क्यामेराले भ्याएको छैन। जस अनुसार अति नै राम्रो छ, सुन्दर छ। र जस अनुसार यो प्रेम मन्दिर यस्तो मन्दिर हो जुन चाहिँ कलरफुल छ। त्यो मन्दिर सेतो रहे पनि हरेक खालको कलरफुल बत्तीहरूले चाहिँ कलर चेन्ज गरिदिने गर्दछन् र मन्दिरहरू पनि जस्तो बत्ती बल्यो उस्तै देखिने गर्दछन् र एकदम सौन्दर्य छ। यो सौन्दर्य अति नै सौन्दर्यता छ, अति नै सौन्दर्य छ। हजुरहरू पनि आउनु होला है। यहाँ आइसकेपछि मनमा भएको धेरै चिन्ताहरू कष्टहरू पनि हराउँछ है। पक्कै पनि आउनु होला ल। पहाड हो जहाँ यो कृष्णजी खेल्दाखेरि बलरामहरूले पहाड उठाएको भन्ने छ नि, त्यो किंवदन्ती अनुसार यो गोवर्धन पहाड हो। हजुरहरूले यसरी नै देख्न सक्नुहुन्छ। पक्कै पनि एकपटक हजुरहरू पनि आउनु होला र मनको कौतूहलता कस्तो छ भन्ने कौतूहलता पनि मेटाउनु होला र यो कृष्णजीको लीला हेरेर जानु होला है त। हस् त, धन्यवाद।